पनि एकदमै राम्रो छ बाटो पनि दायाँ बायाँ हरियाली देख्न सक्नुहुन्छ हेर्नुस् यो बाटो छ तर यो बाटोमा स्पिड लिमिट यसको 80 छ अगाडि रिड्युस स्पिड भनेर राखिदिएको छ अगाडि यहाँ 7 टन भएकोले यहाँ 30 को मात्र स्पिड छ अगाडि यहाँ पुल पनि रहेको छ एकदमै 7 टन यो बाटो आइसक्छ नि तपाईलाई ड्राइभ हेड अगाडि हेर्नुस् सबै ट्राफिक सिग्नलहरु राखिदिएको हुन्छ साइक्लिस्ट पनि आइरहेको छ यो तपाईले देख्न सक्नुभएको बाटोमा दुईटा लेन भएको भनेको यो हामीले ओभरटेक गर्न मिल्दैन यो बाटोबाट निकै नै व्यवस्थित छ बाटो जम्मा यस्तो छ हेर्दाखेरि नेपालको जस्तो छ बाटो तर स्पिड लिमिट पनि 60-80 को जोन छ ठाउँ ठाउँमा ट्राफिक सिग्नलहरु सबै जनचेतनामूलक सिग्नलहरु राखिदिएको छ मैले 70 मा मात्र चलाइरहेको छु यत्रो सानो बाटोमा 80 को लिमिट छ पछाडीबाट पनि गाडी आइरहेको छ त्यति नै स्पिडमा आइरहेको छ अगाडि पनि त्यति नै स्पिडमा गाडी आइरहेको छ साइक्लिस्टहरु हुने र कंगारू हुने भएकोले यहाँ चाहिँ स्लो डाउन भनिएको छ
राउन्ड अबाउट आउन लागेकोले स्लो भनेर लेखिएको छ। यो राउन्ड अबाउटबाट हामी सिधै जानेछौँ। लगभग अब यहाँ हामीले टर्की आइसकेका छौँ। अब साइक्लिस्ट भएकोले मैले बिस्तारै चलाइरहेको छु। पनि यो 60 को लेन हो। अगाडि देख्न सक्नुहुन्छ साइक्लिस्टलाई छुट्टै ट्र्याक बनाइदिएको छ यहाँ। यो चाहिँ हामीले ललितपुरमा पनि देख्न सकिन्छ यस्तो ट्र्याक। मैले भने जस्तो ठाउँ ठाउँमा राउन्ड अबाउट हुन्छ। हेर्नुहोस् यहाँ पनि राउन्ड अबाउट राखिदिएको छ। हामीले जहिले पनि राइट हेर्ने हुन्छ, राइट हेर्नुपर्ने हुन्छ। राइटबाट गाडी आएको छैन भने राइटलाई पहिला प्रायोरिटी दिने गरिन्छ। यहाँ अगाडि फेरि अर्को राउन्ड अबाउट आउँदैछ। सक्नुहुन्छ यहाँ घरहरू। नाङ्गै गाडी चलाइछ पर्दैन। जुन पनि समय यहाँ मर्निङ वाक गर्ने गर्छन् मान्छेहरू, चाहे बिहान होस्, दिउँसो होस्, साँझ होस्, राति होस्। आज मौसम सफा रहेकोले धेरै मान्छेहरू देख्न सकिन्छ हामीले यहाँ। पार्किङ नपाएर हामीले यसरी कुर्नु पर्ने भएछ। यहाँ पार्किङ अगाडि देख्न सक्नुहुन्छ हिन्द महासागर।
सबै महासागर सबै मान्छेहरू छन् धेरै बीचमा यसरी देख्न सक्नुहुन्छ यहाँ समुद्र गएर आएपछि बालुवा आएकोलाई यसरी सफा गर्न मिल्छ यसरी धाराहरूबाट यसरी सफा गरिन्छ यहाँ समुद्र यसरी देख्न सक्नुहुन्छ समुद्र छ अगाडि यसरी खानको लागि पानी राखिदिएको हुन्छ यसरी अगाडि हेर्नुहोस् यहाँ अगाडि मान्छेहरू सबै मोटर बोटहरू लिएर जाँदैछ मोटर बोटहरू लिएर जाँदैछ समुद्रमा